सो वेलकम ब्याक टु माई युट्युब च्यानल। सो फेरि पनि हामी उपस्थित भइसकेका छौँ 4 भाइ। देख्न सक्नुहुन्छ यहाँनिर एकदमै हाम्रो ग्याङ आजको र हामी आज चाहिँ हाम्रो गन्तव्य खुवाङसम्मको रहेको छ। हामी घुम्नको लागि रेडी भइसकेका छौँ र हामी यहाँ अहिले चाहिँ बस प्रतीक्षा गर्दैछौँ, वेटिङ गर्दैछौँ। देख्न सक्नुहुन्छ हाम्रो यो बस आउनुलाई वासन 2 4 मिनट, वासन 1 11 मिनट हुन्छ र हासन एउटामा जानुपर्ने हुन्छ र हाम्रो गाडी पर्खिरहेको छौँ। हामी यहाँ एकदमै 4 जना छौँ र हामी बसको वेटिङमा छौँ। अहिलेको इन्भाइरोमेन्ट एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ। घाम मजाले लागिरहेको छ। हामी खुवाङ भन्ने ठाउँमा जाँदैछौँ र खुवाङ जस्तै अब एउटा समुद्र एरियाको भएको कारणले गर्दाखेरि समुद्र घुम्ने हाम्रो एउटा उद्देश्य बोकेर जाँदैछौँ। हाम्रो नजिकै चाहिँ यो समुद्र नभएको कारण अलिक टाढै भएको कारणले ट्रेनबाट जाँदा नि हुन्छ, बसबाट जाँदा नि हुन्छ। हामी अहिले चाहिँ सायद हामी ट्रेनबाट जान्छौँ होला। तपाईँहरूलाई म अलिअलि बाटोमा क्लिपहरू देखाउँदै लान्छु र हामी यहाँ बस वेटिङ गर्दैछौँ र यता हाम्रो साथी यामा र हायाङ 1 यो त गाउँको घुमेर जान्छ होइन यो बस त? गाउँ भने कति ठाउँ लान्छ अस्ति हामी गएको यति अब यो त गाउँ घुमेर लाने, यो घुमाएर लान्छ लानु चाहिँ जान्छ। हाम्रो कम्पनी पनि जान्छ होला माथि। यो त कम्पनी घुमाउँदै लान्छ नि माथि माथि, त्यो पुरै त्यो गाउँ घुमाएर माथि स्टप छोएर 12-10 मिनट वासन 2 यहाँ प्लानिङ भइसकेको छ। यहाँनिर मैले यसो भ्युवर्सहरूलाई भनिसकेको छु। त्यो हाम्रो एकदमै हाम्रो लुङ्गा सेल्फी मिल्दैन सेल्फी त यता अनि यहाँ चाहिँ एकदमै डरलाग्दो एकदमै ह्याप्पी मान्छे हुनुहुन्छ। के भन्नु चाहनुहुन्छ आज चाहिँ तपाईँ अब यो मस्टिङ के अरे युट्युब ब्लगमा समीर मस्टिङ ब्लगलाई चाहिँ सब्सक्राइब लाइक सेयर गरिदिनु होला होइन। आज हाम्रो यात्रा भनिदिनु नि त। आज हामी चाहिँ यो आयाङबाट हाम्रो के अरे खुवाङ भन्ने एउटा एकदम समुद्रको एकदमै प्रसिद्ध एरिया छ, त्यहाँ चाहिँ घुम्न जाँदैछौँ। केही समयपछि तपाईँहरूले हेरिहाल्नुहुन्छ समीर मस्टिङ ब्लगमा। सो हामी चाहिँ बसको यात्रा सकेर चाहिँ हामी ट्रेन पनि चढ्नुपर्ने हुन्छ र हामी अगाडि बढ्दैछौँ। अहिले अन द वे हामी अहिले यो आयाङमा आइपुगेका छौँ र अब हामी यहाँ झर्छौँ र हामी ट्रेनको लागि फेरि नेक्स्ट स्टेसनमा हामी जाँदैछौँ। स्टप गर्नु, गाडी स्टप गर्नुभएको चाहिँ यहाँ थिच्दाखेरि हुन्छ हामीले। हामी चाहिँ यो हाङ बजारमा झरिसकेको छौँ र हाम्रो गन्तव्य अगाडि बढिरहेछ। यामजी बिस्तारै बिस्तारै छन्छनी खाची खा। सो हामीले चाहिँ यो टिकट सिट काटिसकेको छौँ, देख्न सक्नुहुन्छ। यहाँ टिकट देखाउनु नि त लुङ्गा तपाईँको पनि हल्का ट्रकको हामी टिकट काटिसकेको छौँ। हामी ट्रेन चढ्नको लागि अगाडि यात्रा बढिरहेछौँ। बसौँ न, किन कुदिबसेको केटाहरू माथि चाहिँ। अब यहाँ हामी यो कति 1 घन्टा 12:30 छ, 1 घन्टा वेट गर्नुपर्ने हुन्छ। हामी देख्न सक्नुहुन्छ यहाँ बस्छौँ हामी 2 नम्बरबाट र यहाँनिर हाम्रो ट्रेन आउँछ र हामी त्यहाँबाट जान्छौँ खुवाङ। हामीलाई खुवाङ जानुको लागि कम्तीमा पनि 45 मिनटदेखि लिएर 50 मिनटभित्रमा पुग्छौँ हामी। सो यहाँ हामी ट्रेन वेट गर्नुपर्ने हुन्छ।
अनि यो टाइममा जुन ट्रेन आउँछ त्यसमा चढेपछि अहिले चाहिँ यहाँ ट्रेन खाली छ, एकदमै खाली छ। यहाँ स्टेसन पनि छैन, स्टेसनमा मान्छेहरू पनि त्यति साह्रो छैन रहेछ, हामी मात्रै रहेछ आज चाहिँ। यता हो थेगो यताको हो, यो 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 यहाँ पनि भयो उता पनि हुन्छ कि कलेजको 3 नम्बर आएर गएमा हुनेछ 2 होस् 2 होस् भनेको यो 2 डिब्बा यो 13 बी भनेको सिट नम्बर है। यो डिब्बा चाहिँ यो डिब्बा 2 नम्बर 14 बी भनेको सिट नम्बर तपाईँको कति छ 14 लगातार दियो 14 बी 13 गोपाली त्यस्तो नगर है। 14 बी हो 14 ए हो 13 वसडी बी सो हो मेरो देख्न सक्नुहुन्छ तपाईँहरूले, यो 13A छ मेरो, यो 14 ए 13A सिट नम्बर 13A। तपाईँ के छ? से केरामा सक्ने बाटो ए बी छ तपाईँको? 13 भित्रमा सँग हैन ल हामी यहाँ अब केही छिन वेटिङ गर्नेछौँ। साथी तिम्रो कति लोटो देखाउ त यहाँमा? 5 यो चाहिँ उसको लोटो काटेको थियो अघि नै, यो नेक्स्ट स्याटरडे होइन यसको रिजल्ट? अस्ति अघि तिमीलाई कति परेको थियो? अघि 50,000 50,000 परेको थियो। जोस् खुसी छ मान्छे, उसले चाहिँ 50,000 भन्दा होइन नेपाल इन्डियाकै उसले चाहिँ लगभग 50,000 पनि सकिसकेको छ। र टिकट चाहिँ त्यति सकिसक्यो, हाम्रो ढिलो भयो क्या यहाँनिर। अब हामी वेट गर्नुपर्ने हुन्छ धेरै टाइम यहाँनिर, आधी घन्टा जस्तो, 1 घन्टा आधी घन्टा 50 मिनट। र हामी एकछिन वेट गर्नेछौँ। सो हाम्रो ट्रेन पनि आइसकेको छ, देख्न सक्नुहुन्छ। अब हामी यहाँबाट प्रस्थान गर्नेछौँ। चुपचाप पनि फेरि मान्छे त हाम्रो 2 डिब्बा नम्बर होइन नि त त्यहाँनिर। एबी तपाईँको मेरो यही हो। र हामी हाम्रो ट्रेन स्टार्ट भइसकेको छ, हामी सुरु भइसकेको छ। ट्रेनमा हिँडिसकेका छौँ, देख्न सक्नुहुन्छ। हामी प्रत्यक्ष प्रसारणमा छौँ। हाम्रो यो काम गर्ने ठाउँबाट यो हामी आउने बजारहरू चाहिँ यहाँ अगाडि छ, अगाडि हाम्रो अपार्ट पनि देख्ने छ। यो दाहिने अपार्ट, हामी बस्ने अपार्ट चाहिँ यो हो। यो अपार्टबाट चाहिँ हामी आएको, हाम्रो बस्ने ठाउँ चाहिँ यही हो। र यहाँबाट हामी यत्रो टाढा आइसक्यौँ, ट्रेनमा छौँ अहिले हामी जाँदैछौँ। यो अर्को स्टेसन हो, यो हामी होइन, यो स्टेसन हिँड्दै जानु गाह्रो हुन्छ। अगाडि देख्न सक्नुहुन्छ। यसो त्यही देखाइदिएको भयो, त्यसो हेर्दै हिँड्नुहुँदैन। 1 घन्टा टाइम छ अझै। के त्यहाँ अगाडि यसो एलसिडीमा यसो केही मुभी यसो हल्का देखाइदिएको भए चाहिँ हुन्थ्यो क्या, केही देखाइँदैन। हामी अन द वे छौँ अहिले पनि, अझै धेरै टाइम छ हामी फुवाङ समुद्र पुग्नको लागि।
अहिले चाहिँ हामी बिच बाटोतिर छौँ भनौँ न। अब यो कुन ठाउँ हो यो एकदमै हेर्दा चाहिँ रमाइलो छ दृश्य। क्यामेराम्यान ट्रेनको अनुभूति पनि लिन पाइयो। धेरै खुसी लाग्यो, रमाइलो छ। यस्तै छ। अब हामी बगमा गएर चाहिँ हामी त्यहाँको भिडियोहरू क्याप्चर गर्नेछौँ। फाइनली हामी चाहिँ क्वाङ भन्ने स्टेसनमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ आइपुगेको छ हामी। अब हामी यहाँदेखि झर्नेछौँ र हाम्रो गन्तव्य अगाडि बढाउनेछौँ हामी एकदमै। ल देखाइदिनुहोस् न त टाइम टु टाइम हुन्छ यहाँ चाहिँ एकदमै यो रेलको चाहिँ 3 मिनट 2 मिनट फरक हुँदैन, ट्याक मिल्छ। अब हामी चाहिँ झर्नेछौँ। दिएको छ हाम्रो। सो फाइनली हामी चाहिँ अवतरण भइसकेको छ, देख्न सक्नुहुन्छ। र अगाडि हाम्रो यात्रा छ। यो ट्रेन अगाडि नै जाने रहेछ। हामी अब यहाँबाट हाम्रो क्वाङको तर्फमा जानेछौँ। हामी यहाँबाट निक्लिनुपर्ने हुन्छ। निक्लिनुको लागि चाहिँ हामी यहाँबाट झर्नुपर्ने हुन्छ। टक्कसँगले झर्नुपर्ने हुन्छ। अब तडन अलिकति अगाडि बढ्यो 0.5 त्यस्तो मान्छे हिँड्नेछ भने पनि अलिकति बाटो छोडिदिनुपर्छ। यसमा चाहिँ हामी एकतर्फी राख्नुपर्ने हुन्छ। सेफ्टी त हुनु पऱ्यो नि, गाह्रो छ नि। हामी त रुचक नागत भनेको चाहिँ यतै हो। रुचक झर्नुपर्ने हुन्छ। नागावत गाह्रो छ यहाँ भ्लगरलाई, यहाँ गाह्रो छ। के हुँदैन। ट्रेनको यात्रा सकेर चाहिँ हामीले ट्याक्सी बुकिङ गरेर चाहिँ हामी समुद्रको किनारातर्फ अगाडि बढ्दैछौँ। देख्न सक्नुहुन्छ यो एरिया एकदमै रमणीय दृश्य छ अहिलेदेखिको। र हाम्रो साथीहरू पछाडि छ, सबैजना पछाडि बसिरहेछ।
हामी के स्विमिङ गर्ने होइन जामा होलमा समाउने तिमी नुहाउनु पर्छ मजाले अब के गर्ने यस्तै छ आएको बेलामा त नुहाउनु पऱ्यो नि हाम्रो गन्तव्य लगभग जारी छ भनौँ न अब यो टाइम लाग्ने छ अझै 20-22 मिनट लाग्ने छ यो ट्याक्सीमा पनि झरेर पनि र अहिले यो कुन ठाउँमा आइपुग्यो टाइम लाग्यो हामी चाहिँ फाइनली यो समुद्रको छेउछाउमा छौँ अहिले हामी यो ताल जस्तो छ भनौँ न ताल टाइपको रहेछ बेसी ठुलो त देखिँदैन नि त हामी लगभग आइपुग्न आँटिसकेका छौँ म्यापमा 1 किलोमिटर समथिङ जस्तो देखाएको छ आइपुगिसकेको छ र यहाँ सो फाइनली हामी आइपुगिसकेका छौँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ स्टेसन आइपुग्यो ओके खान्छ हामीले दादासी खोइ कार्ड दिनु त तपाईँले त्यो बिल पनि अनि खासै हो हालेपछि चिसो हुन्छ नि चिसो त वाउ सो फाइनली कहाँदेखि चाहिँ हेर्न आएको हामी चाहिँ अब चाहिँ भ्लग स्टार्ट गर्नुपर्छ है केटा हो स्काई वक भन्छ खोइ के हो यो नि स्काई वक हो यही त रहेछ यो त भएन गाउँ माथि छ नि अग्लो यो त होइन नि यो यहाँको चाहिँ हामी अर्को ठाउँमा चाहिँ आइपुगेछ अरू त्यस्तै हो तपाईँको चसाले झर्छ है म 2 करोडको चसा थियो हावा डर लाग्दो चल्यो यहाँमा एकछिन आउँदै भनौँ न अब यो समुद्रको छेउमा आएको छौँ र देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तै छ धेरै जुवारी डाँडा पारी रहेछ क्या हो कि स्काई टावर चाहिँ यतापट्टि on the phone. के यार ठुलो लामो हुन्छ र होइन पुरा चल्यो सोचेन सक्नुहुन्छ तपाईँहरूले चाहिँ पर आउँदैछ हाम्रो बोट हामी चाहिँ बोट
प्रतीक्षा गर्दैछौँ हामी त्यसमा पनि लगभग हामी प्रयास छ चढ्नुको लागि त्यस्तै छ अहिले टाढाबाट उतापट्टि हेरौँ न यही छ स्पेस वाक है चाहिँ कतातिर कता हो फेरि त्यो? स्पेस वाक है यहाँको घुम्ने ठाउँ चाहिँ लगभग यस्तै रहेछ यहाँ अलिकति यस्तो बनाइदिएको रहेछ मान्छेहरू आओस् भनेर चाहिँ स्काई वक टाइपको एउटा राम्रो बनाइदिएको रहेछ वकिङ टाइपको देख्न सक्नुहुन्छ बोटिङहरू यो माछाहरू देखिन्छ देखिँदैन हौ तल बोटिङ यहाँबाट चाहिँ हामी बोट चढेर घुम्नु पनि सक्छौँ देख्न सक्नुहुन्छ यो बोटहरूबाट चाहिँ हामी चढेर यहाँनिर वरपर तालमा हामी ताल के भन्नु समुद्रै भनौँ न यहाँ सानो खालको रहेछ घुम्ने टाइपको समुद्रमा हामी जान सक्छौँ र यहाँ चाहिँ बुकिङ गर्नुपर्ने रहेछ फेरि धेरैजना चाहिने रहेछ बुकिङ गर्नुको लागि चाहिँ महँगो हुने कारणले गर्दाखेरि हामी घुमिएन धेरैजना हाम्रो यहाँ मान्छे नभएर चाहिँ हामीलाई भएन यो बोटिङ सिस्टम अलिक र हाम्रो केटाहरू चाहिँ कुदेको छैन फोटो पनि राम्रो खिच्दैन कुदेकै हामी चाहिँ यहाँ हावा चलेर साउनै आएको छैन होला कि त र फेरि पनि हाम्रो स्काई वक टाइपको एउटा त्यहाँबाट चाहिँ फेरि हामी छुटेर चाहिँ फेरि अगाडि बढ्दैछौँ हाम्रो स्काई स्पेस के भन्ने त्यस्तै समथिङ नामको ठाउँमा हामी जाँदैछौँ अगाडि हेर्दा चाहिँ नजिकै देखिन्छ अब हिँड्दै जाँदा कति टाइम लाग्छ त्यो अब थाहा हुन्छ र देख्न सक्नुहुन्छ यहाँ चाहिँ ढलिरहेछ बिचरा ढलेमा नाच्ने हुन्छ टाइपको काम भयो क्या कहाँ गयो श्यामा लाउने अरे नि त दाजु आज तपाईँ पुरै ऋतिक रोशन जस्तो देख्नु हुँदैछ त हौ के भन्नु चाहनुहुन्छ तपाईँ यो त गोपालजीको फोटो खिच्ने स्टाइलले त्यस्तो कमाल गर्यो कि मारेर छोड्यो काट्नै पर्ने आयो मार्यो कम्ती टाइम छ नि त अझै आउनु पर्ने हिँड्नु चाहिँ होइन त ल यो च्यानललाई लाइक एन्ड सब्सक्राइब गरिदिनु होला सानोलाई लाइक एन्ड सब्सक्राइब त भयो कि च्यानललाई भनेको कि हामीलाई माथि गङ्गटा हेर्छ नि त त्यहाँमाथि फेरि त्यो गङ्गटा के हो अक्टोपस हो कि माथि बिल्डिङ माथि बनाइदिएको रहेछ स्ट्याचु टाइपको अलिक फास्ट अब हाँसो यहाँ चाहिँ हामी केही अब खानेकुराहरू लगेर दिँदा नि हुन्छ बिस्कुट सिस्कुट केही अब गेडागुडी दिन सकिन्छ हामी
ठुलै हुँदो रहेछ त एकदमै रमाइलो जुन गरेर देखाएको आउने देखाइन्छ यसरी खिच्ने हो क्या स्काई वक हामी आइसकेको छौँ त्यसको नजिक देख्न सक्नुहुन्छ माथि छ यहाँ छ हामी जानुपर्ने हुन्छ हामी यहाँबाट मुनिबाट जान्छौँ ट्र्याक्कसँगले यहाँबाट जानुपर्ने हुन्छ हामी ट्रक्क पछाडि चाहिँ चढ्छ कोयकमै हो नि यहाँ यहाँदेखि उठाउनु सक्नुहुन्छ गाडी क्लास भएर दियो हो गाह्रो छ पुरै स्लिप खान्छ नि हतपत्तै उठ्दैन यहाँ तर यहाँ चाहिँ उठायो भने एकै भित्ता ब्याग सारा नै उठायो भने चाहिँ पाए स्लिप खान्छ बेसी एकै भित्ता होइन एकै भिट पनि पछाडि ल्याएर उठायो भने फाल्छ पाए सानो ढाडा छ यो डरलाग्दो नि यता 45 डिग्री 55 भन्दा माथि उकालो छ छ यो मुन्छे सान के को पोस्टर यहाँ माथि होला नि सबैको पहाडहरूको अनि यो मुनिको वाउ वाउ फाइनली हामी पार्कभित्र प्रवेश गरिसकेका छौँ र यहाँ चाहिँ टोइलेट रहेछ टोइलेट गरेर आउनुपर्छ र हामी चाहिँ फाइनली हाम्रो स्काई वकमा स्काई वक स्पेस के भन्छ त्यसमा आइसकेका छौँ देख्न सक्नुहुन्छ अगाडि यहाँ माथि मलाई देखाउनु मान्छे चाहिँ देखाउँदैन मान्छे देख्दैछ ए ल माथि बोल्दैन फेरि हाम्रो क्यामेरामा हुन्छ यहाँ बहादुर उहाँ बोल्दैन बेसी क्यामेरा चाहिँ एकदमै वरिष्ठ खिच्नुहुन्छ उहाँले जस अगाडि देख्न सक्नुहुन्छ स्काई वकको स्काई वकमा हामी पुग्नेछौँ केही 2-3 सेकेन्ड बादमा हामी पुग्नेछौँ 2-3 मिनट होला नि स्काई वकमा जाने बाटो पनि देख्न सक्नुहुन्छ एकदम राम्रो हरियाली चट्ट टाढा हालेको चिल्लो चाप्लो ससुराली गए जस्तो छ यो चाहिँ राम्रो छ होइन बडो गजब बडो माथि समुद्र यो हाम्रो के भन्छ खाना होइन यस्तै छ हेर्नुहोस् अब यहाँ मेन भ्लगर भनेकै गोपाल राई यहाँनिर हाम्रो यो दिपेश लिम्बू चिरान ब्रो के भन्नु जान्छ भन्नु सबै कति खर्च गरेर आउनुभयो यहाँसम्म आज अझै लगभग हाम्रो दुःख कतिको पाउनुभयो भनेको नेपाली 1 लाख जति भयो होला होइन अनि अब ठिकै छ अब हामी चाहिँ लगभग आइपुग्न आँट्यौँ स्पेस वाक अनि हाम्रो चिरान ब्रो के छ दुःख सुख सब ठिकठाक बताउनुहोस् ठिक छ नि अब स्पेस वाकको लागि आइरहेको छ हामी स्पेस वाक आइपुगेको छ अब खै फर्किने तयारीमा ठिक छ अनि अहिले फाइनली हामी आइसकेका छौँ देख्न सक्नुहुन्छ जताततै स्पेस वकको लेखिरहेछ यो बस्ने ठाउँधरि पनि स्पेस वक मलाई देखाउन देखिरहेछ नि ए बस्ने ठाउँधरि पनि हाम्रो यो स्पेस वकको बनाएको छ क्या यहाँको चाहिँ धेरै राम्रो बनाएको छ क्या यहाँ चाहिँ देख्नु रमणीय दृश्यमा हामी
फाइनली हामी आइपुगेको छौँ। पुगिसकेका छौँ देख्न भनौँ सक्नुहुन्छ माथि र यस्तै छ यी यहाँनिर तपाईँले हेर्न चढेर सक्नुहुन्छ चाहिँ अब हेर्दा भ्यू देखाउँछौँ हामीले। भन्छ स्काई वाक We hope you create wonderful memories at One Hill Park Spaceful and have a great माने time. यो Thank you. होइन Safety rules for using the facility. यहाँनिर केही सूचना Children सावधानीको under उपायहरू 12 पनि must be भनिरहेछ accompanied by a guardian. हामी चाहिँ त्यसलाई फलो गर्दै अगाडि बढ्नेछौँ Be aware that personal त्यसमा तपाईँलाई fall off. अलिक ठुलो कि? अब यो सानोतिनो कुरो चाहिँ होइन हेर्नुहोस् है तपाईँहरूले हेर्न सक्नुहुन्छ Maybe some shame during the experience, but please be assured that it is completely safe. 5. The roof part of the facility is not accessible. सो फाइनली हामी चाहिँ स्काई वकमा आइसकेका छौँ। देख्न सक्नुहुन्छ 안 젊어도 저봐라 저 가가지고 그걸로 샀는 거 봐라 아니 안 가고 싶다 वाउ एकदम रमाइलो छ यहाँ चाहिँ स्काई वक कस्तो लाग्यो तपाईँलाई? राम्रो लागेन होइन? यो त त्यो राम्रै लाग्यो। असुल छ ए छानछानै खासै हो बोल्दैन फेरि बोल्दैन त ए भन्यो ए ठिक छ नभए फेरि त्यसको कुरा हुन्थ्यो नि त केही हुँदैन के हुन्छ त अलि त जाँदैन हो यस्तो रमाइलो वाउ रमाइलो यामा नभन्नु त्यो चाहिँ वाउ बबाले छ नि त यहाँ चाहिँ आमामा हाम्रो यामा भिडियो गर्नुपर्छ नि हौ कहाँ यत्रो वाउ स्काई वक सानो टाइपको छ यो साइडबाट छट्टा वाउ र यता चट्ट छ यहाँ माथि चाहिँ बन्द गरेको छ नभए त जाँदैन यो त कसरी यसमा त यो बिच्चाकोमा त यो बिच्चाको मिल्दैन रहेछ त्यो देखाएको मात्रै रहेछ कि 400 परिहाल्छ नि मान्छे त्यहाँ गयो भने त त्यसै बनाएको कहाँ हिँड्ने चाहिँ मिल्दैन मिल्दैन रहेछ बन्द छ नि त्यो जानै मिल्दैन नि मलाई झर्छ यहाँमा हल्का यसो क्याप्चर लु यहाँमा बस भिडियो हो यस्तो छ ट्र्याक यहाँ हेलो त यहाँमा यही हो हल्का हान त यता चट्ट तरसम्म हो मोबाइल चाहिँ भिडियो नै हो झर्दा नि के हुँदैन कि मेरो मोबाइल चाहिँ नझरोस् र यही नै हेर्नको लागि हामी आएको छौँ त्यत्रो पारीबाट कतिवटा डाँडा काटेर आएको छौँ देख्न सक्नुहुन्छ यही नै हो स्काई वक भन्छ यसलाई चाहिँ धेरै रमणीय दृश्यहरू देखिन्छ यहाँबाट साइडमा उतापट्टि समुद्र देख्न सक्नुहुन्छ र यहाँनिर चाहिँ यसको लागि चाहिँ एउटा के व्यवस्था राम्रै गरिदिएको रहेछ भनौँ न अब यहाँ टिकट पनि लाग्दैन रहेछ फ्री टाइपकै रहेछ यहाँनिर जस पब्लिकको लागि धेरै राम्रो काम गरेको छ तरसम्ममा एकदमै मोबाइल चाहिँ हावा आउँदो रहेछ यहाँ चढ्ने चाहिँ मोटरको टाइपकै रहेछ त्यो चाहिँ त्यो बन्द हो बन्द सडक बन्द त्यसमा पनि त्यो नहुने नै भएर हो क्या स्काई वाक भन्ने कुरो चाहिँ भने यस्तो रहेछ हेर्नुहोस् रमणीय रमाइलो कुराहरू छ यसमा तपाईँले देख्न सक्नुहुन्छ रिस्की पनि छ ल हेर्नुहोस् यो साइडमा मोबाइल जमिन तल भनेको यति तल छ हाइट लगभग तपाईँको यो 1 किलोमिटर अगाडिमा यहाँबाट हामीले बिबिसी नेपाल काटौँ त हजुर
गाह्रो छ है, गाह्रो छ। बाटो चाहिँ एकदम यहाँ त आफ्नै रिक्स रहेछ है, त्यस्तो केही छैन रहेछ। यहाँ त आफ्नै रिक्स रहेछ, हावाले पल्टाइ झाऱ्यो भने पनि होसियारीपूर्वक हिँड्नु है। ओह्रालो पनि त्यस्तो रहेछ नि त, यस्तो ओह्रालो बाटो बनाइदिएको छ नि। यहाँ त डरलाग्दो छ नि। ऐ हावा है लु, कता गयो नेपाली बाँदरहरू? यो टप हो नि, यहाँ त सक्दैन, नेपाली मात्रै आउँछ। त्यहाँ पर पनि रहेछ, टपै रहेछ पर पनि है। वाउ, यसको भन्दा अलिकति बढी हाइट हो क्या त्यसको। ओह्रालो जानलाई गाह्रो छ, अलिक बिस्तारै जान्छ। कता यो ओह्रालो जानु डेन्जर छ। अनि किन कुदे कुदे गर्नु, एकछिन बस्नु न। यहाँ नबस्नु पो उता बस्नु। हो पारी जानलाई त कहाँबाट है र? तलैबाट घुमेर अनि चाहिँ अब यो बाटो त्यही हो, ओह्रालो झर्नु। यहाँमा ज्याकेट चेन्ज गरौँ न। ए र यहाँबाट चाहिँ एकदमै दृश्य हेर्नको लागि चाहिँ एकदम राम्रो हुने भएको कारणले गर्दा यहाँ चाहिँ धेरै मान्छेहरू आउने रहेछ। धेरै राम्रो लाग्यो मलाई पनि एकदम। यहाँ चाहिँ मोबाइलहरू खस्ने रहेछ क्या, हावाको प्रेसर बेसी आएर यत्रो टपमा भएर चाहिँ राम्रो छ यहाँनिर। ल चट्यास यहाँनिर पर समुद्र, अगाडि यता टक्क पच्चको रहेछ। ल चट्यास केटाहरू तल झरिसक्यो, कता कता पुग्यो, यहाँबाट झर्ने चट्यासै। ल सिस्टम यही रहेछ, यता ठ्याक्कै योहरू। र हामी चाहिँ स्काई वकबाट चाहिँ फर्किसकेको छौँ। र हाम्रो आजको घुमाइ यस्तै हो, के भन्नु अब, रमाइलो बजियोस्। सोचेको भन्दा धेरै नै राम्रो भयो। कुकुरहरू के के बनाएको रहेछ, फाइटर प्लेनहरू जस्तो बनाएको रहेछ त्यहाँ त। के हो, घोडा पो रहेछ त हौ, घोडा घोडा घोडा। वाउ, के हो यो घोडा बनायो? खेल्ने बेला घोडामा चढेर हो यो ढुङ्गा सुङ्गाहरू के बनाइदिएको रहेछ मजाको। ल त्यस्तै छ। सिस्टम जोडाजोडीको सबै नेपालीमा घुमेर कस्तो लाग्यो? मलाई कस्तो एकदम फिल राम्रो आयो? लाग्यो, आनन्द फिल होइन? एकदम रमाइलो के पनि छ, तपाईँको भ्लगमा सबसे राम्रो रमाइलो भयो। होस् होस्, चिसो हावा खाइयो, प्लेनहरू माथि फेरि फाइटर प्लेन कुदेको छ, देख्न सक्नुहुन्छ तपाईँ एकदमै माथि। माथि प्लेनहरू चाहिँ पुरै कुद्दो रहेछ क्या। प्लेन भन्नु कि यो रकेट हो के हो?